एकजुट भई वैदिक सनातन धर्म सहितको हिन्दू अधिराज्य नेपालको संरक्षणका लागि एकजुट भएर जुटौं। साथै अब राजाले पनि राष्ट्रको रक्षार्थ राष्ट्रको पक्षमा डरो भएर खुट्टा टेक्नु अपरिहार्य रहेको छ भन्दै म के भन्न चाहन्छु भने विगत 55 वर्षदेखि पश्चिमाहरूले खेल खेल्दै 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 तपाईहरुले के बुझ्नुस् भने दक्षिण भारत उत्तर चाइना दुवैको बीचमा अब चाँडै 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 पश्चिमाहरूबाट सेनाहरू आउँदैछन्। यो कुरामा तपाईहरु क्लियर हुनुहोस् र यो हाम्रो भूमि रणमैदान बन्दैछ। त्यो बनाउने हिसाब किताबले यहाँका युवाहरूलाई विगत 25 वर्ष 28 वर्ष 30 वर्षदेखि नयाँ शिक्षा लागू गरेर 2028 सालमा नयाँ शिक्षा जहाँबाट चाहिँ नयाँ शिक्षाको बिउ रोपियो नेपालमा तीबाट